नमस्कार, म डाक्टर नवीन कुमार यादव, सिराहा नगरपालिकाको नगर प्रमुख। अहिले हाल सिराहा जिल्लामा जुन हाम्रो नेकपा एमाले पार्टी जिल्ला अधिवेशनको तयारी सुरु भइसकेको छ र खास यसमा हाम्रो तयारी पनि एकदमै राम्रो तरिकाले 17 पालिकामा जानकारी समेत भइसकेको र हाम्रो 26 गते लक्षित जुन कार्यक्रम छ, खास गरेर खुला मञ्च आमसभा, त्यसमा हाम्रो लगभग नेकपा एमाले पार्टीको तयारी एकदम जोरसोरले भइसकेको छ र त्यसमा खास गरेर म यहाँ हाम्रो प्रमुख अतिथिज्यू नेकपा एमाले पार्टीका स्थायी कमिटी सदस्य र मध्य प्रदेश इन्चार्ज कमरेडलाई म स्पष्ट पारिदिनको लागि अनुरोध गर्दछु। या मधेसकै सबभन्दा सबल र सक्षम पार्टी नेकपा एमाले हो। अहिले देशमा अत्यन्त गम्भीर कुराहरू उठिरहेको छ र हाम्रो पनि अहिले जिल्ला सम्मेलन यही 2081 12 महिना 26 गते हुँदैछ, जहाँ हाम्रो पार्टीको सर्दै अध्यक्ष केपी शर्मा ओली आउँदै हुनुहुन्छ। 8 जिल्लाका नेताहरू को आउनुहुनेछ, निम्तालाई स्वीकार गरेर सबै वडा केन्द्रित अभियानमा पनि व्यस्त छ। हाम्रो काम हो उहाँहरूलाई निम्ता पठाउने, खबर गर्ने। हामीलाई विश्वास छ यो कार्यक्रममा व्यापक सहभागी हुन्छ हाम्रो नेताहरू मध्य प्रदेशका। यसमा किसान पनि हुन्छ, मजदुर पनि हुन्छ, तपाईँको उद्योगपति व्यापारी सबै खाले हुन्छ। टन्टालापुरको कारणले नहुने कुरा आउँदैन। हाम्रो समर्थक शुभचिन्तकमा सबै खाले मान्छे छ। त्यसमा मजदुर पनि छ, किसान पनि छ, दलित पनि छ, गरिब पनि छ, राष्ट्रिय पुँजीपति वर्ग पनि छ। हाम्रो शुभचिन्तकहरू समर्थकहरू सबै खाले मान्छे छ। तपाईँ हेर्नु होला, अहिले त तपाईँहरूका हामीले कुरा मात्रै रहेको छ। त्यो परिणाममा 26 गते थाहा हुन्छ कतिको मान्छेहरू उत्रिन्छ, कुन खाले आउँछ भने त्यो दिन थाहा हुन्छ र यसमा सबै आस्था राख्ने मान्छेहरू आउनुहुन्छ। हामीलाई छेक्दैन, रोक्दैन। उहाँहरू खास गरेर यो कार्यक्रममा आउँदाखेरि खास के मनसाय लिएर आउनुहुन्छ यस्तो कार्य? अब यसमा अहिले हाम्रो देशको परिस्थिति अलि एउटा छ। त्यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूले के सम्बोधन गर्छ, के सन्देश दिन्छ भन्ने विषयमा उहाँको सम्बोधनलाई सुन्न आउनुहुन्छ। विगतमा पनि हामीले गरेको सभामा आजसम्म त्यो क्याम्पसको फिल्डमा कसैले पनि त्यो फिल्ड चाहिँ भर्न सकेको थिएन। हामीले विगतमा पुरा फिल्ड भर्ने काम र सिराहाको टोटल रोड चाहिँ जाम भएको थियो। यसपटक त्योभन्दा पनि बढी तयारी हामीले गरेका छौँ। 50,000 मास जम्मा हुनेछ भने लाहानबाट चौडवा, त्यसपछि बन्दीपुरबाट चौडवा जम्मा भएर लगभग 3,000 मोटरसाइकल ल्याउने टार्गेट छ भने हुलाकी मार्ग भगवानपुरबाट सिराहासम्म चाहिँ हामीले 5500 मोटरसाइकल हामीले टार्गेट गरेका छौँ। अनि हाम्रा पार्टीले 7वटै प्रदेशमा विशाल सभाहरू गर्ने। यसमा नेकपा एमाले लोकप्रिय मतमा पनि विगतको निर्वाचनमा पहिलो हामी भएकै हो र प्रत्यक्षमा दोस्रो हो। र यसको मेन उद्देश्य के हो भने जनता नेकपासँग, नेकपा एमालेसँग छ भनेर हामीले त्यो हिसाबले उपस्थिति हामीले जनाउँछौँ र त्यसलाई हामीले अब जुन राजावादीहरूले जुन अहिले राजा ल्याउ देश बचाउ भन्ने जुन नारा लगाइरहेको छ र उनीहरूले आन्दोलनको नाउँमा एउटा विध्वंसात्मक कार्य जुन गरे, एउटा निजी घरलाई चाहिँ जलाउने, पत्रकारज्यूलाई ढोका थुनेर जुन एउटा जलाउने काम गरे, त्यसको हामी पार्टी र हामीले घोर भर्सना गरेका छौँ र त्यस्ता दोषीमाथि कारबाहीको कुरा पनि हामीले गरेका छौँ। त्यस्तै हामीले अब विभिन्न मिडिया कर्मीहरूलाई चाहे निजी सम्पत्तिमाथि तोडफोड गर्ने र लुट्ने काम गरेका छ। त्यसले छर्लङ्ग के दर्शाउँछ भने देशी विदेशीहरूको इसारामा हाम्रो देशलाई चाहिँ फेरि पनि एउटा द्वन्द्वतर्फ धकेल्ने र राष्ट्रलाई, हाम्रो आर्थिक अवस्थालाई कमजोर बनाउने देशी विदेशीहरूबाट खेल भइरहेछ। यसतर्फ म तपाईँहरू मिडिया कर्मीबाट म के आग्रह गर्छु भने अहिले तपाईँहरूलाई सबै सर्वसाधारण जानकारी के गराउन चाहन्छु भने यस्ता नहुने कुराको पछाडि नलागौँ। लोकतन्त्र र प्रजातन्त्र, गणतन्त्रभन्दा संसारमा कुनै पनि उत्कृष्ट व्यवस्था छैन। हिजो राणा कालमा हामीलाई दरबार हाई स्कुलमा पढाउँदाखेरि हामीले इतिहास त थाहा छ नि, राजाको छोरा, प्रधानमन्त्रीको छोरा, मन्त्रीको छोरा, ठुल्ठुला कर्मचारीको छोरा मात्रै पढ्न पाउने। महाराज मलाई पढ्न पाऊँ भनेर निवेदन दिनु पर्थ्यो नि। र हिजो त्यही व्यवस्थाले हामीले फेरि फर्काउनु खोजेको। यसमा त हामीले धेरैले रगत बगाइसकेको छ, बलिदान दिइसकेको छ।
हाम्रै सम्मानीय प्रधानमन्त्री 14 वर्ष हातमा हतकडी लगाएर खुट्टामा 3.5-4 किलोको नेल लगाएर 14 वर्ष जेल जीवन बिताएछ र त्यो प्रधानमन्त्री बन्नका लागि होइन कि उहाँले त निरङ्कुश पञ्चायती व्यवस्थालाई फाल्नका लागि त्यसको लागि त्यति बेला राजनीति गर्ने व्यक्तिले कफन बनाएर राजनीति गर्थे किनभने जुनसुकै बेलामा जेलमा पनि मारिन सक्थे जेल सार्ने ठाउँमा रत्न बान्तवाहरूलाई हत्या भएको थिए तपाईको धेरै यातना साथीहरूले अनुपरेका थिए त्यस कारणले गर्दा अहिलेको जुन सबभन्दा उत्कृष्ट व्यवस्था गणतन्त्र हो त्यो गणतन्त्रको लागि हाम्रो पार्टीले दृढ छ र त्यसको लागि हामी फेरि पनि बलिदान दिन हाम्रो पार्टी तयार छ त्यसैले मलाई विश्वास छ अस्तिको उनीहरूको प्रदर्शन पनि कसैले 5,000 भन्छ कसैले 8,000 भन्छ कसैले 10,000 भन्छ हामीले देखिसक्यौँ यसको चारैतर्फबाट भ्रष्टा भएको छ जुन उनीहरूले जुन टेलर देखाइसक्यो फिल्म त के हेर्ने टेलरबाट थाहा हुन्छ त्यसकारण अहिलेको सभा भनेको हाम्रो यो कुरालाई पनि चिर्नलाई पनि हो नेकपा एमाले एउटा लोकतान्त्रिक पार्टी हो गणतन्त्रमाथि विश्वास गर्छ भनेर हाम्रो सम्मानीय प्रधानमन्त्रीले त्यसलाई चिर्नलाई पनि यो सभामा जनता उपस्थित हामी गराउँदैछौँ र यो जिल्लाको पनि हामी प्रदेशकै सबभन्दा सफल भएको यो जिल्ला हो यसमा हामी एकताबद्ध छौँ दृढ छ नेकपा एमाले सर्वसम्मत चाहिँ निर्णय गरेर आफ्नो नेतृत्व चयन गर्छ यसमा कसैले पनि दुविधा राख्ने हाम्रो पार्टीमा नराखे हुन्छ 11औं जिल्ला अधिवेशनको हामी अन्तिम तयारीमा छौँ हामीले 250 जना स्वयंसेवकहरू परिचालन गर्नेछौँ सुरक्षा तथा व्यवस्थित अधिवेशन सम्पन्नताको लागि त्यसै गरी हाम्रा प्रतिनिधिहरूको हामीले राति बास बस्ने व्यवस्था गरेका छैनौँ बिहान 8 बजेदेखि हाम्रो अधिवेशनको कार्यक्रम सुरु हुनेछ र दिउँसो बिहानको खाना र दिउँसोको खाजाको व्यवस्था हामीले गरेका छौँ त्यसै गरी 5 बजे हामी सबैले छोडिदिन्छौँ यो उद्घाटन सत्रको दिन विभिन्न ठाउँबाट हाम्रा कार्यकर्ताहरू नेकपा एमाले प्रति आस्थावान आम जनसमुदायहरू यसमा सहभागी हुनेछन् त्यसै गरी यस बेला राष्ट्रिय राजनीतिमा जुन उथलपुथल देखिएको छ त्यस विषयमा राष्ट्रको प्रमुख कार्यकारिणीको हैसियतले हाम्रो प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ उहाँका कुराहरू सुन्नको लागि पनि उहाँले यतिखेर देश र जनताको लागि गर्ने सम्बोधन सुन्नका लागि पनि बौद्धिक क्षेत्रका पनि थुप्रै जनसहभागिता हुनेछ भन्ने हामीले आशा गरेका छौँ त्यसै गरी हाम्रो अधिवेशन 3 दिन सम्पन्न 3 दिनमा नेतृत्व चयन राजनीतिक प्रतिवेदन आर्थिक प्रतिवेदन पास गर्दै तेस्रो दिन सम्पन्न गर्ने हाम्रो योजना रहेको छ ट्राफिक व्यवस्थापनको कुरा पनि हामी सुरक्षाकर्मीहरूलाई पनि हामीले समन्वय गरेका छौँ ट्राफिक व्यवस्थापनदेखि लिएर शान्ति सुरक्षाका कुराहरू पनि उहाँहरूसँग पनि हाम्रो सहकार्य भएको छ र त्यसलाई यता उत्तरतिरबाट आउने सवारीका साधनहरू यो हुलाकी राजमार्गबाट आउने सवारीका साधनहरू पश्चिमतिरबाट आउने सवारीका साधनहरू सबैले के कसरी व्यवस्थित गर्ने भन्ने कुरा हामीले उहाँहरूले जिम्मा दिएका छौँ त्यसै गरी हाम्रो भित्री क्रियाकलाप भइरहँदाखेरि पहिलो दिन हामीले 250 स्वयंसेवक परिचालन गर्नेछौँ भनेदेखि बन्द सत्रमा हामीले त्यसको सङ्ख्या घटाएको छ बन्द सत्रमा हाम्रा स्वयंसेवकहरू हुनेछ बाहिर सुरक्षाकर्मीहरू पनि हुनेछ त्यसै गरी स्वास्थ्य कसैलाई त्यस सन्दर्भमा कार्यक्रमको अलिकति भिडभाड बढी हुने भएकोले कोही कुनै कारणवश बिरामी पर्नुभयो भने चाहे बन्द सत्रभित्र पनि कुनै कारणले कोही बिरामी पर्नुभयो भने त्यस्तो स्वास्थ्य शिविरको पनि व्यवस्था हामीले गरेका छौँ यसरी हाम्रो अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने